मल्देशमा 50 रुपैयाँमा चटपटानी सामान आउँछ त। सो हेलो एभ्रिवान, हजुरहरूलाई कस्तो छ? मलाई चाहिँ एकदम ठिक छ। अनि म चाहिँ कामबाट आएँ, आउँदाखेरि चाहिँ मैले कफी लिएर आएको थिएँ। सो गाइज, मलाई चाहिँ चटपटे खान मन लागेको भएर 50 रुपैयाँ बोकेर म गएँ सामान किन्नलाई। अनि त्यसपछि यसो हेरेँ अनि मैले त्यहाँनिर किनेँ भुजिया होइन गाइज। अनि त्यसपछि किनेँ मैले दालमोट यतैतिरको है गाइज। अनि मैले यो किनेँ मोन्स्टरवाला चाउचाउ 3 प्याकेट। ल साथीहरू, मैले कतिको सामान किनेँ कमेन्टमा भन्नु होला। अनि हजुरहरूलाई चाहिँ चटपटानी क्रेभिङ हुन्छ कि हुँदैन प्लिज भन्नु त साथीहरू। म त के साथीहरू, सपनामा पनि नेपालमा गएर किमा नुडल्स, चाउमिन, मोमो, चटपटे, पानीपुरी, लाफिङ खाएको देख्छु है। अनि हजुरहरूलाई चाहिँ नेपालको खाना खाजा त्यस्तो याद आउँछ कि आउँदैन प्लिज कमेन्ट गर्नु होला। अनि हामी चाहिँ जहिले पनि 5 जना मिलेर खान्छौँ कि है चटपटे, जे बनाए पनि सबैजनाले पैसा उठाउने अनि त्यसपछि खाने गर्छौँ है। त्यस्तै हो गाइज, कुरा गर्दा गर्दै यहाँ हाम्रो चटपटे पनि बन्यो होइन। यस्तो मिठो भएको थियो नि गाइज। अनि मैले खाएँ, ल फर्स्ट बाइट लिएँ, यस्तो मिठो भइदियो नि। अब मैले 1 महिनापछि खाएको कि कस्तो मिठो लाग्यो। सो हजुरहरू पनि ट्राई गर्नु होला चटपटे। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।